जुन यस सराईलाई माया गरेर हाम्रो आयोजनलाई स्वीकार गरेर आउनुभएका सम्पूर्ण मेरा आदरणीय दाजुभाइ दिदीबहिनीहरू, पत्रकार साथीहरू, साना भाइ बहिनीहरू, व्यवसाय साथीहरू सम्पूर्णमा म यस नवदुर्गा माताको तर्फदेखि हार्दिक शुभकामना दिन चाहे। जुन तपाईहरुले यस कार्यक्रमलाई स्वीकारेर साभामा उपस्थित दिनुभयो, यसको लागि म हृदयदेखि खुसी हुँदै तपाईहरुलाई पनि एउटा खुशीको वातावरण रहोस् भन्ने शुभकामना दिन चाहे। आज हामी रोजीरोटीको समस्याले नेपाल छोडेर भारतमा आए पनि हामी तीजमा हामी कार्यक्रम मनोरञ्जनका सङ्गीतहरू गर्दै आएका थियौं। 1980 1982 देखि आज हामी 2025 सालमा हामी यो दशैंको सराहको कार्यक्रम पनि सुरु गरेको यो पहिलो इतिहास हो। यो इतिहासलाई जुन तपाईहरुले जुन साथ र सपोर्ट दिनुभयो त्यसको लागि म आयोजक टिमको तर्फदेखि र मेरो व्यक्तिगत टिमको तर्फदेखि हार्दिक शुभकामना र बधाई दिन चाहे। स्वीकार आदरणीय साथीहरू, पहिलो पटक हामी यो कार्यक्रम गरेका हौं। गएको सन्डेको दिन हामी 20-22 जना न्यू प्रेस पार्कमा गएर हामी दशैंमा पनि रमाइलो गरौँ भन्ने हाम्रो मनस्थिति भयो। त्यसकारणले हामीले यो कार्यक्रम सुरु गरेका थियौं र यो कार्यक्रम कस्तो होला, केही कमी कमजोरी होलान् हामीहरु केही भएको भए त्यसमा हामी आयोजक टिमका तर्फदेखि र मेरो व्यक्तिगत टिमका तर्फदेखि हामी आफ्नो गल्तीलाई स्वीकार दिएछौं। तपाईको साथ र हामीलाई जीवनभर चाहिन्छ। यो जनता, यो समाज भन्ने कुरा के हो भने यो सबैभन्दा शक्तिशाली हो। यो संसारमा सबैभन्दा ताकत, सबैभन्दा मजबुत, सबैभन्दा ताकतिलो, सबैभन्दा इमानदारी भनेको यो जनता हो। यो तपाई हामीले बुझिरहेका छौं। आज नेपालको कुरा गरौँ भने 24 घण्टा भित्र जुन चाहिँ तपाईहरुले आफ्नो रात, आफ्नो प्रपर्टी, आफ्नो घरको प्रपर्टी जुन नेताहरूले सम्झेर नेपाली जनतालाई जुन चुसेका थिए त्यो आज जीएनजी साना भाइ बहिनीहरूले देखाए तपाईहरुको सामने आलै छ। आज उनीहरुलाई अझै सन्चो भएको छैन। कोही हस्पिटलमा छन्, कोही चाहिँ 74 जना शहीद हुनुभयो। यो अन्याय अत्याचार गर्ने, बदमाशी गर्ने मान्छेलाई कसै जनताले छोड्ने छैन। तपाईहरुले यो कुरालाई सबैले आत्मसात गर्नुहोला। इमानदारी, सत्यताको यो संसारमा विजय छ। कसले के गर्छ, हामी सबै अब ठाउँमा पुग्यौं, हामी प्रधानमन्त्री भयौं, हामी रक्षा मन्त्री भयौं, हामी सभासद भयौं भनेर जनतालाई लुट्ने काम कसैले पनि नगरोस्। जनता भन्ने कुरा सबैभन्दा शक्तिशाली हो। जनताले चाहे जे पनि गर्न सक्छ। यो कुरा बुझ्नुमा सबै साथीहरूले म तपाईहरुलाई हृदयदेखि आत्मसात भन्न चाहे। हामी 1980 देखि समाज सेवामा लागेका छौं। हामीले कहीँ तलमाथि गरेका छैनौं। अफर हामीलाई पनि आएका छन्। हामी 2-4 करोड दिन्छौं, हामी 10-20 लाख रुपियाँ दिन्छौं भने तर हामी पैसामा बिक्रिएर छैनौं। पैसामा बिक्ने जनावर हो। बाख्रा, भैँसी, गाई बिक्छन्। नेपाली जनता पैसामा बिक्ने हुन्न भन्ने कुरा तपाईहरुलाई आश्वासन गर्न चाहे। आदरणीय साथीहरू, आज जुन यो आयोजना गरेर तपाईहरुले जुन साथ र सपोर्ट दिनुभयो मलाई यति लागेको छ। म पनि एउटा समाजमा आह्वान गरे अनुसार समाजले साथ र सपोर्ट दिन्छ भन्ने कुरा म एउटा विश्वास दिन चाहे। तपाईहरुलाई आउँदो दिनमा आउँदो दशैंमा यसभन्दा 10 गुणा राम्रो, 10 गुणा परिस्थिति व्यवस्था राम्रो गरेर तपाईहरुलाई हामीले कार्यक्रम दिन्छौं। हामी बुढा भएर मरेर गए पनि आउने पिढीलाई यो सांस्कृतिक कलालाई अगाडि जगाउन गर्नुहोला भन्ने अनुरोधको साथ म बढी नबोल्दै अहिलेको सराय कार्यक्रमलाई जुन साथीहरु नाच्नु भएको छ यहाँ बस्न भन्दै सबै आफू नाच्नु होला, गाउनु होला, रमाउनु होला भन्ने आह्वान गर्दै म हार्दिक शुभकामना दिने। हवस्, धन्यवाद। उसले निस्वार्थ रूपबाट समाजलाई सेवा गर्छ। नेपाली भाषा, संस्कृति, परम्परालाई मान सम्मान प्रतिष्ठान दिने व्यक्तिहरूलाई हामी भेटेर आपसमा सरसल्लाह गरेर दशैं तिहारको मिलन समारोह पनि हुन्छ। यसमा तपाईको सराय नाच विशेष गरेर
अर्घाखाँची गुल्मी प्युठानको क्षेत्रमा बस्नुहुने सम्पूर्ण नेपालीहरूको आफ्नो एउटा परम्परा सराय नाच हो। यो नेपाली फुलबारी भित्र पनि सभ्य र भव्य रूपमा एउटा सफल हुने एउटा सांस्कृतिक कार्यक्रम हो र यसले जुन एउटा एक क्षेत्रमा दिल्ली एनसीआरमा बस्ने साथीहरूलाई एउटा सामाजिक क्षेत्रमा बाँध्नको लागि आफ्नो संस्कृतिले महत्त्वपूर्ण भूमिका निभाएको हुन्छ। आज विशेष गरेर यस क्षेत्रमा बस्ने सम्पूर्णलाई एकीकृत गरेको छ। आपसमा एक अर्कोलाई दुख सुखमा आदान प्रदान गर्ने सामाजिक चेतनाको विकास हाम्रो संस्कृतिले नै गर्छ र यस्ता संस्कृतिहरूलाई आगामी दिनहरूमा अझ व्यवस्थित रूपबाट कसरी लान सकिन्छ भन्ने कुरा हामी बीचमा फेरि भेटेर सल्लाह गरेर हजुरहरूको सल्लाह सुझाव लिएर हामी अगाडिको कार्यक्रम तय गर्नेछौँ। अहिलेलाई विभिन्न असुविधाहरू होलान्, विभिन्न अप्ठ्याराहरू होलान् र पनि हामी आयोजक समितिको तर्फबाट क्षमा माग्दै अगाडि फेरि अझ व्यवस्थित रूपबाट गर्नको लागि निरन्तरता दिनेछौँ। अर्को साल जो दिल्लीमा हुनुहुन्छ कहाँ छ, कसरी छ, कुन ठाउँमा छ भनेर चासो लिएर सोध्ने काम हजुरहरू सबैको हो। एक अर्कोलाई सन्देश दिने पनि हजुरहरूको हो। अझ विशाल रूपमा जहाँ हजारौँ मान्छे अट्न सक्ने त्यो हामी आयोजक समितिको तर्फबाट त्यो व्यवस्था मिलाउनेछौँ र यो महत्त्वपूर्ण योगदान दिनमा यो भूमिका बाँधेर सक्रिय रूपबाट विचार लिएर आउने हाम्रो राजु परिवारलाई पनि विशेष हामी धन्यवाद दिन चाहन्छौँ र अगाडि फेरि हामी व्यवस्थित रूपबाट गर्नेछौँ। विभिन्न असुविधालाई हामी चाहन्छौँ। केही शब्द हाम्रो राजु परिवारबाट ल यस सराय नाचमा नेपाली भाषा संस्कृति र कलाको लागि जुट्नुभएका आउनुभएका दिल्लीको कुना कुना र एनसीआरको कुना कुनाबाट आज आफ्नो छुट्टीको दिन पारेर घर आफ्ना व्यक्तिगत समस्याहरूलाई टाढा पन्छाएर यहाँ आउनुभएकोमा यस आयोजक कमिटीको म संयोजक या अध्यक्ष उहाँहरूले बनाउनु भयो अस्ति, त्यसको लागि म सम्पूर्ण जनसमुदाय नेपाली समाज सम्पूर्णलाई म सर्वप्रथम धन्यवाद ज्ञापन गर्न चाहन्छु, उहाँहरूलाई स्वागत गर्न चाहन्छु। धेरै कुरा त हाम्रो बिनबहादुरजीले बताइसक्नु भएको छ, घनश्यामजीले पनि बताउनु भयो। यो खास गरेर हाम्रो राजु परिवारलाई धन्यवाद ज्ञापन गर्नुपर्छ। उहाँले यो विचारलाई लिएर आएर हामीसँग राख्नुभयो। के गरौँ, सबै तीज तिहारमा हामीले सधैँ कार्यक्रम गर्छौँ कि दसैँ हाम्रो बडा दसैँ भन्ने हामी सबैले भन्छौँ। आफ्नो घरमा मात्रै टिका लगाउने, हामी आपसमा खासै ठुलो राम्रो कार्यक्रम गर्न सकिया छैन। अहिले गरम कि कसो गरम साथी हो सर हो भन्ने उहाँले कुरा राख्नु हामीसँग, अनि हामी सबै लागेर यसलाई चाहिँ नि पूर्ण रूपले एकै हप्ता पिछलो सन्डेको कुरा भएको, आज सन्डे हो, आजको दिनलाई कार्यक्रम तय गरियो र आज तपाईँहरूको समक्ष जति पनि यहाँ उपस्थित हुनुभएको छ ती साथीहरूलाई सबैलाई फेरि पुनः धन्यवाद भन्दै आगामी दिनहरूमा जो जति गल्तीहरू भयो त्यसलाई स्वीकार्दै अगाडि हाम्रो जग्गामा तपाईँहरूले कार्यक्रम आयोजन गर्नुहोला, हामीले सल्लाह सुझाव हामीसँग लिनुहोला भन्दै म आफ्नो दुई शब्द यही टुङ्गाउँछु। धन्यवाद। जय मा। समाजले आज राखेको यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमका संयोजकज्यू र सम्पूर्ण आयोजक साथीहरू र यहाँ उपस्थित हुने सम्पूर्ण मैले अत्यन्तै मान र सम्मान गर्नुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फ र गुल्मी जिल्ला समन्वय समितिको तर्फबाट नमस्कार गर्न चाहन्छु। नमस्कार। आज अत्यन्तै यो महत्त्वपूर्ण कार्यक्रम हो। हामीले आज 2 दशकभन्दा माथिबाट दिल्लीमा बस्दै गर्दा मैले पनि आफैले यस्तो कार्यक्रम देखेको र आफै गर्न पनि सकेको थिएन। हामीले विभिन्न सङ्घ संस्थामा विभिन्न दलबाट कार्यक्रम गर्दै गर्दा आज तीजका कार्यक्रम गर्थ्यौँ, दिवालीका कार्यक्रम, भैलो कार्यक्रम राखेर नेपाली संस्कृति परम्परालाई हामीले जगेर्ना गरेका छौँ, संरक्षण गरेका छौँ भन्दै विभिन्न कार्यक्रमहरू गऱ्यौँ। तर यस कार्यक्रमलाई अहिले भर्खरै मेरा आदरणीय दाजुहरूले भनेको सुन्दै गर्दा हाम्रो समाजसेवी अत्यन्तै हाम्रो युवा भाइ राजु परियारज्यूले यो राखेको कुरा रहेछ। यो सम्पर्क समाजमा जहाँ उहाँले राख्नुभयो उहाँलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। हामी आज लाखौँको सङ्ख्यामा हामी यहाँ दिल्ली एनसीआर भित्र रहन्छौँ, तर हामी रहरले होइन बाध्यताले हो। यो बाध्यताको विवशको बावजुद पनि हामी यस स्थानमा रहँदै गर्दा, भारतको प्रवासमा यहाँ रहँदै गर्दा
फेरि पनि आज दसैँ सकियो, दसैँपछि पनि नौ दुर्गा भवानीले रक्षा गरून् भन्दै हामी सबै नेपालीको संयुक्तमा आज जम्का भेट गराएर हाम्रो कला सांस्कृतिक र हाम्रो परम्परालाई जगेर्ना गर्दै संरक्षण गर्दै यहाँ गर्नुभयो। यो आयोजक टिम, सहयोगी साथीहरू, सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। र फेरि अब निरन्तर रूपमा यो कार्यक्रम सञ्चालन हुनेछ। अहिले भर्खरै पनि हाम्रो अभिभावकज्यूहरूले भन्नुभयो हामीलाई सधैँभरि हाम्रो अभिभावक बनेर रहनुभएका आदरणीय दाजुहरू यस संस्थामा रहेर काम गर्नुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै यसलाई निरन्तर दिनुहुन र नेपाली समाजलाई सधैँभरि एउटा पवित्र संस्था बनाएर यसलाई अगाडि बनाएर तपाईँ हाम्रो आफ्नै संस्था हो, हाम्रो परम्परा हाम्रो कलालाई सधैँभरि हामीले यहाँ संरक्षण गरेर यहाँ दसैँमा पनि हामीले सराय नाच भनेर यहाँ गर्नेछौँ भन्ने यहाँ तपाईँहरूमा जानकारी गराएर बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। तर यो दसैँ चाहिँ सधैँभरि हामीले सुन राख्ने भएको हुनाले अहिले यो पहिलोचोटि हामीले यहाँ दिल्लीमा यो सांस्कृतिक कार्यक्रम नभएर यो भव्यताका साथ सराय कार्यक्रम राखौँ भनेर सबैसित साथीहरूसित मैले सल्लाह लिएको थिएँ, जसमा धेरै राम्रो प्रतिक्रिया दिनुभयो साथीहरूले। त्यसमा म एकदमै गर्व ठान्छु। तपाईँको साथ सपोर्टले, मैले एउटा राजु परिवारले मात्र होइन यो सबैको साथ सपोर्टले यो कार्यक्रम आज यहाँसम्म हुन पुग्यो। यसमा म एकदमै तपाईँलाई धन्यवाद दिँदै म धेरै नबोलिकन दुई शब्द हेटुङ्गेछु। हस्त धन्यवाद। जय नेपाल।